मनी अर्निङ च्यानलमा मनी रिसोर्स च्यानलमा स्वागत छ। आज म तपाईँलाई पैसा कमाउनु ठुलो कुरो होइन, पैसा बचाउनु र बचाएर त्यसलाई बढाउने कला चाहिँ धनीको बाटोतिर जाने कला हो। आज तपाईँलाई म रियल हामीले वास्तविक हाम्रो जीवनमा काम लाग्ने सम्पूर्ण मनी सेभिङ टिप्सहरू तपाईँलाई म बताउन गइरहेको छु। त्यसैले यो च्यानलबाट विभिन्न खाले अर्निङ कसरी गर्ने, मनी अर्न कसरी गर्ने र हामीले स्किल कसरी डेभलप गर्ने भन्ने सम्पूर्ण भिडियोहरू पाउनका लागि यो च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नुहोला। लागौँ त साथीहरू, आज हाम्रो टपिक सुरु भएको छ, पैसा बचाउने कला विकास गरौँ। कमाउनु ठुलो कुरो होइन, तर कमाएर त्यो पैसालाई बचाएर बढाउनु ठुलो कुरा हो। यसको लागि हामीले पहिला पैसाको मानसिकता बुझ्नुपर्ने हुन्छ। पैसाको विज्ञान के गर्छ पैसाले तपाईँको लागि? दुःख पर्दा साथ दिन्छ, कुनै पनि समस्या आयो भने, भवितव्य समस्या आयो भने यसले हल गर्छ र तपाईँको स्वतन्त्रता किन्छ। मुख्यतः यसले स्वतन्त्रता किन्छ। अर्को तपाईँको इच्छा आकाङ्क्षा पुरा गर्दछ। हो, यो मनोविज्ञान हामीले बुझ्न थाल्यौँ भने मात्र हामीले हाम्रो पैसा बचाउन सक्छौँ। अब अर्को, हामीले किनभने हामीमा लाग्छ एउटा कुरा, हामीले त कमाउँदै नकमाउने मान्छेहरूले कसरी बचाउने भन्ने कुराहरू लाग्छ होला तपाईँको मनमा। यो कमाउने भन्दा नेपालमा नकमाउने मान्छेहरूले बढी खर्च गरेको देखिन्छ। यो उदाहरणका लागि विद्यार्थी भाइ बहिनीहरूलाई विभिन्न ठाउँबाट खर्च आउने गर्छ। त्यो खर्चमा उनीहरूले सीमित अनावश्यक खर्चकोलाई कटौती गरेर बचाएर त्यसलाई सेभिङ गर्न थालियो भने उनीहरूको फ्युचर राम्रो हुन्छ। हो, यो विद्यार्थीहरूका लागि मात्र होइन, घरको गृहिणी र अफिसमा जागिर खाने सबैका लागि हो। तपाईँहरूले बचाउने बानी गर्नुहोस्। अब म टिप्स बाई टिप्स र 1, 2, 3 गरेर जाँदैछु। बुधा नम्बर 1 हो, फर्स्ट पेमेन्ट योर सेल्फ। पहिला आफूले तिर्ने बानी गर्नुहोस्। जस्तै तपाईँको स्यालेरी महिनाको 10,000 अथवा 10देखि माथि भनौँ र 20,000 छ। 20,000 आइसकेपछि तपाईँले कमसेकम 3,000 रुपियाँ छुट्टै तपाईँले नदेखिने नचलाउने खातामा, सेभिङ खातामा तपाईँले जम्मा गर्नुहोस् पहिल्यै आउँदा बित्तिकै। अनि बाँकी रहेको बिजुली, घरबडी भाडा, त्यसपछि इएमआई कसैले तिर्नुपर्ने होला, त्यो तिर्न सुरु गर्नुहोस्। त्यसो गर्न थालियो भने भनिन्छ नि पेमेन्ट फर सेल्फ, यो गर्न थालियो भने तपाईँको मनी बचाउने कला अवश्य विकास हुने गर्छ। त्यसै गरी दोस्रो टिप्स रहेको छ, यो हामीले घरेलु खाता भन्ने गर्छौँ। जापानिज भाषामा कोकोइगो भन्ने गरिन्छ। यो जापानिज भाषामा कस्तो भने तपाईँले घरेलु खाता एउटा निर्माण गर्नुहोस्। सानो थोरै रकमबाट जम्मा गर्दै त्यो रकमलाई जम्मा गर्ने बानी। जस्तै तपाईँले आज केही सामान किन्न जानुभयो, जस्तै बजारमा नुन, तेल अथवा अन्य लुगा के किन्न जानुभयो। मानौँ तपाईँले 1000 पर्ने लुगालाई तपाईँले घटाएर 500 ल्याउनुभयो, घटाएर तपाईँले 900मा ल्याउनुभयो, बाँकी 100 रुपियाँ बच्यो। त्यो 100 रुपियाँ तपाईँले त्यहाँ बचाउने बानी गर्नुपर्छ। त्यसै गरी टिप्स नम्बर 3 रहेको छ, यो महत्त्वपूर्ण, मेरो खर्च कहाँ भएको छ, मैले के अनावश्यक खर्च गरेको छु भन्ने, अथवा छुवाट। यो छुवाट खाल्डो हो कि तपाईँ हाम्रो नदेखिने खाल्डो, तर भित्रभित्र छुइरहेको हुन्छ। यसलाई हामीले पहिचान गर्नुपर्ने हुन्छ। जसरी यसको लागि तपाईँले आज दिनभरि भएको खर्चको एउटा कापीमा लिस्ट बनाउने बानी गर्नुपर्छ। कहाँ खर्च भयो, कति खर्च भयो, सीमित हो कि असीमित हो, त्यो कुरा छुट्याएर तपाईँले आइडेन्टिफाई गर्नुभयो भने जहाँ कि मेरो फजुल खर्च, अनावश्यक खर्च भएको रहेछ भन्ने कुरा तपाईँलाई पत्ता लाग्न थाल्छ। त्यसपछि तपाईँले त्यस्तो ठाउँमा तपाईँले खर्च गर्नु नै हुन्न। त्यसै गरी 4 नम्बरमा रहेको छ, यो महत्त्वपूर्ण, तपाईँहरूले खर्चको मन्थली होस्, दिनको होस्, विकली होस्, अथवा हप्ताको, विकली, मन्थली, दिनको तपाईँको एउटा टिपोट गर्ने बानी गर्नुहोस्। एउटा खर्चको डिटेल बनाउने अनि बजेट बनाउनु पर्छ। मन्थली कति हुन्छ, कहिले खर्च कहाँ भएको हुन्छ भन्ने कुरा तपाईँले पहिचान गर्नुपर्ने हुन्छ। तपाईँले आफ्नो जुन खर्च कसरी कहाँ भइरहेको छ भन्ने कुरा तपाईँले जब लिस्ट बनाउन थाल्नुहुन्छ, त्यसपछि
चुहाटलाई तुरुन्त हामीले रोक्न सकिन्छ। त्यसै गरी स्टेप नम्बर 5 हो, यो तपाईँले बचाएर मात्र हुँदैन, बचाएको कुरालाई तपाईँले चक्रवृद्धि ब्याज भनिन्छ, इन्ट्रेस्ट, कम्पाउन्ड इन्ट्रेस्ट भएको खातामा तपाईँले लगानी गर्नुपर्छ। अब अन्तिम कुरा, यो महत्त्वपूर्ण कुरा तपाईँहरूलाई बचाएर मात्र होइन। अब तपाईँले मानौँ तपाईँलाई आजदेखि यो भिडियो हेरेर तपाईँले मान्यौँ बचाउने बानी भयो, तर बचाएर पैसा बढ्दैन। तपाईँले त्यो पैसालाई तपाईँले रिइन्भेस्ट, लगानी गर्ने बानी गर्नुपर्छ। जस्तै विभिन्न फाइनेन्सहरूमा र विभिन्न मुद्दती खाताहरूमा अथवा विभिन्न ठुलो धेरै उच्च कम्पाउन्ड इन्ट्रेस्ट, चक्रवृद्धि ब्याज आउने ठाउँमा तपाईँले लगानी गर्नुभयो भने त्यो पैसाले धेरै पैसा कमाउने गर्दछ। आदरणीय दर्शक महानुभाव, तपाईँहरूले आज सेभिङ टिप, कमाउनु मात्र ठुलो होइन, कमाउनुभन्दा पनि बचाउनु ठुलो कुरो हो। त्यसैले आज कसरी पैसा बचाउने भन्ने सम्पूर्ण तरिकाहरू जान्नुभयो। यस्तै यस्तै भिडियोहरू यो च्यानलबाट तपाईँलाई काम लाग्ने भिडियोहरू आउनेछन्। त्यसैले आजैबाट सब्सक्राइब गरी छेउमा रहेको बेल आइकन थिच्न भने नभुल्नुहोला। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। अहिलेसम्म हेरिदिनु भयो त्यसको लागि आभारी छौँ।